सबैले देखाउनुपर्छ है। सबैजना खिच्न पाउनुपर्छ, सबैले हेर्न पाउनुपर्छ। बर्थडे सबैको आउँछ, हजारौँमा यसरी सबैको बर्थडे मनाउने अवसर सबैले पाउँदैन। सो एकदमै दाइको यो प्रिसियस डे हो। हामी भाग्यमानी छौँ, दाइले सुन्न पाइरहेका छौँ। हाम्रो ईश्वर साहबहरू पनि स्टेजमा प्लिज जोइन हुनु होला। सो आज सबैभन्दा मुख्य कुरा हामी भाग्यमानी यो मानेका छौँ, दाइलाई हामी सुन्न पाइरहेको छौँ, दाइ हामीसँग हुनुहुन्छ। त्योभन्दा अझै 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 हामी धेरै भाग्यमानी छौँ कि राजु दाइको बर्थडे सँगै सेलिब्रेट गर्न पाएको छ everybody। सो लालबन्दीलाई धेरै धेरै धन्यवाद, सरलाईलाई धेरै धेरै धन्यवाद। सो दाइ के भन्न चाहनुहुन्छ? सबैजनालाई एकदमै धन्यवाद। अनि गाउँले खास अब यसरी सेलिब्रेसन पनि खासै गर्दैन मैले, तर पनि तपाईँहरूसँग यो खुसी बाँड्न पाएँ होइन, एकदम खुसी छु। अनि यो हाम्रो म्युजिकल जर्नी चाहिँ 33 वर्ष भयो जब मैले गीत गाउन थालेको है। अनि तर मान्छे बुढो भएको छैन है। यो 33 वर्षको यात्रासम्म तपाईँहरूले साथ दिनुभएको छ र आज मलाई एकदम खुसी किन लागिरहेछ भने सानो नानी भनौँ न, यो 7-8 वर्षको नानीदेखि लिएर हरेक उमेरको, मेरो उमेर मभन्दा नि पाएको, मेरो बाबा आमाको उमेरको पनि सबैजना यहाँ हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि एकदमै धन्यवाद तपाईँहरू सबैजनालाई। सो तपाईँहरूको आशीर्वाद रहिरहोस् है त हजुर है। थ्याङ्क यू भेरी मच। सो थ्याङ्क यू सो मच। अब हिँड्नु छ अलिअलि पर सकभर माथि उडाउनलाई, नजिक नउडाउँ। सो धेरै बोल्ने समय छैन। स्टुडियो साहबले एकचोटि ह्याप्पी बर्थडे भनिदिनु होला अनि हामी सबैले भन्छौँ। सो सबैले है 1 2 3 भन्छ, 3 मा सबैले ह्याप्पी बर्थडे गाउने। सो लेट्स गो 1 2 3 ह्याप्पी बर्थडे। Okay. So thank you so much. One more time, somebody happy birthday, Raju Dai. Thank you so much. अझै हामीसँग पर्फर्मेन्स बाँकी छ, सो इन्जोय गर्नु होला सबैले।